साथीहरु आज चाहिँ म के देखाउन गइरहेको छु तपाईहरुले कुरा बुझिसक्नु भयो होला हैन आज म चाहिँ के भिडियो लिएर आए भन्ने कुरा आज चाहिँ यस्तो पानी परेको थियो हैन यस्तो पानी परेको थियो हेलो एभ्रीवान नमस्ते वेलकम छ मेरो मिनी भ्लगमा आज चाहिँ म बाख्रा चराउन आएको हैन मेरो पारा चाहिँ सधैँ यस्तै हो कि फेरि बाख्रा चराउन आउँदा मेरो पारा यस्तै हुन्छ हैन बाख्रा यस्तो बिहान यस्तो खोला परिरहेको थियो अनि अहिले चाहिँ यतिको भएछ मेरो बाख्रा फेरि खोला तर्न नसकेर ल यता फेरि डुबिराके फेरि कति हाँस्नु के गर्नु के फेरि माया नि लाग्छ हैन अनि म फेरि यिनीहरु फेरि खोला तर्न नसकेर हैन म चाहिँ यिनीहरुलाई दबाउँदा ओ माय गॉड कति दबाउनु के चारवटा बाख्रा चाहिँ उता गइसकेछ अनि चारवटा बाख्रा चाहिँ यता आइसकेछ यता तर्नै नसकेर बसिरहेछ अनि यो सानो बच्चाले बरु आँट गर्न सक्छ हैन खोला तर्नलाई बरु यिनीहरु ठुलाले बरु आँटै गर्न सक्दैनन् अनि चाहिँ मैले चाहिँ कति दबाए के यो बाख्रालाई अनि एउटा बाख्रा चाहिँ यताबाट गयो हैन उसको चाहिँ बुद्धि रहेछ के अनि यो चाहिँ फेरि यिनीहरु फेरि मैले कानमा समातेर तानेर खोला तारे के एउटालाई चाहिँ अनि फेरि अर्को दुईटा फेरि यिनीहरु आमा छोरी हो नि त अनि यिनीहरु आमा छोरी फेरि यताबाट तरेछन् अनि यिनीहरुको पारा चाहिँ अनि यिनीहरु चाहिँ सबैजना एकै ठाउँमा मिसेर बसे अनि यिनीहरु चाहिँ चढ्न दौडिरहेछन् हैन मैले चाहिँ मासतिर चढाउन लिएर जान लाग्यो अनि यिनीहरु चाहिँ दौडे ओके गाइज अब चाहिँ बेलुकाको रियाक्सन यिनीहरुको कस्तो हुँदै रहेछ अनि म पनि फेरि अर्को भिडियो लिएर आउने नै छु यो भिडियोलाई चाहिँ धेरै लामो नबनाऊँ भनेर त्यसैले ओके गाइज बाइ बाइ